कतिजनालाई पुग्छ है गरौँ है सबै हामी जसरी आएको हामी त्यसरी नै घरसम्म राम्ररी पुग्नु पाऊँ भन्नु है कसैलाई केही नहोस् बाइकको मेकानिक पनि आइपुगेको रहेछ मेरो चाहिँ एकछिन देखाल्नु पर्यो खुत्रो जुत्ता चाहिँ खोल्नु पर्ने हो खासै गरी कताबाट हान्नु खोइ हामी यहाँ चाहिँ हाम्रो ठुलो दाजु माल दाजु उता माल दाजुको काका ठुलो मान्छे किरण सुच्चा राई यता विनोद सुच्चा राई यता हाम्रो भान्जाको के छ नाम जेठा भान्जाको नाम भनौँ त प्रशान्त राई यता अशोक बानिज यता पारस मणि यता हाम्रो भाइ मामाको त नामै थाहा छैन के हो बुहारीको पनि थाहा छैन लु क्या राम्रो मिलेको यता चाहिँ पुरै धरानको भाइरल डक्टर के पर्यो अलिक म चाहिँ फल्ना राई ल काठमाडौँसम्म जाने है फेरि धरानको मात्र होइन नि यो तरिका हाल्न यता चाहिँ मेरो मित्र त्यो लाइटर चाहिँ बोकौँ है यता यो भनेको चाहिँ एकदम हामी गुफा पोखरी मात्रै भन्ने सुनेको थियौँ यो चाहिँ खुत्रुकै आइपुग्यौँ अब ऊ परको लाली गुराँसको वृक्षमा चाहिँ त्यहाँ एउटा चरा बस्ने भन्ने सुनिएको छ सत्य किम्वदन्ती कथा त्यहाँ चाहिँ बसेर जहिले यो पोखरीको सुरक्षा गर्छ अरे पात झर्नु नदिने केही फोहोर मैला आयो टिपेर लाने कुरा त्यसो रहेछ अनि यो चाहिँ सुन्दर मनोरम शङ्खसभा जिल्लामा पर्ने सभा पोखरी गुफा पोखरी सभा पोखरी त होइन गुफा पोखरी लु